रुबी कुमारी हाम्रो दलको हुनुहुन्न, उहाँ तटस्थ बुझ्छ, उहाँले कहाँ भोट हाल्को त्यो उहाँको व्यक्तिगत, तपाईँको चाहिँ के अरे स्वतन्त्रताको उहाँको चाहिँ अधिकार हो। अनि मान्यज्यूलाई सबै कुरा थाहा रहेछ त उपसभामुख भइसकेपछि स्वतन्त्र हुन्छ, ऊ कुनै पनि पार्टीसँग नजिक भएर काम गर्न मिल्दैन भन्ने कुरा थाहा रहेछ। जब उहाँको कार्यकाल सकेपछि फेरि उहाँ आफ्नै पार्टीमा फर्केर त्यही पार्टीमा बसेर काम गर्नुहुन्छ। जस्तो सपना प्रधान मल्ल हुनु, प्रधान न्यायाधीश हुन आँट्नु भएको, उहाँ पनि त एमालेको हुनुहुन्थ्यो, तर न्यायाधीश भइसकेपछि त उहाँले पनि त पार्टी पङ्क्तिमा भएर होइन कि स्वतन्त्र भएर काम गर्नुपर्छ भन्ने कुरा विरोध गर्दा यदि उसले निष्पक्ष भएर स्वतन्त्र रूपमा आफ्नो निर्णय भूमिका खेल्न पाउँदैन भने उपसभामुख भएर गएको के मतलब भयो त मान्य हर्क साम्पङज्यू? यदि उहाँले तपाईँले भनेकै तपाईँको बन्दी भएर काम गर्नुपर्छ भने उपसभामुख त हुन लायक नै भएन नि त। यदि उपसभामुख भइसकेपछि त स्वतन्त्र भएर काम गर्नु पर्यो नि त, होइन? यदि तपाईँलाई पार्टीको बन्धकै बनाएर राख्नु पर्थ्यो भने त सदस्य, साधारण सदस्यमै राखेर श्रम गर्न पठाएको भए पनि त हुन्थ्यो त। यदि तपाईँले भनेको मानेन भनेर पार्टीबाट निष्कासन गर्न सक्नुहुन्छ भने सुदन किरातीलाई वरिष्ठ नेताको रूपमा आज तपाईँले भित्राएर भोलि बिहान फेरि स्टाटसमा तपाईँले पार्टी निष्कासित हुनुभयो भनेर भन्न के बेर छ र? यदि उहाँ पनि त एउटा मुख्य वरिष्ठ नेता भएर कोशी प्रदेशको मुख्यमन्त्रीको रूपमा तपाईँले दावेदार बनाएर तपाईँको पार्टीमा भित्राएकै हो नि, होइन भने होइन भन्नुहोस्। यदि उहाँले पनि तपाईँको पार्टीबाट मुख्यमन्त्रीको पदमा यदि उहाँले पाउनु भएन भने उहाँले पनि त्यसको भोलिपल्ट तपाईँको पार्टी परित्याग गरेको फेरि हामीले नै खबर सुन्न पाउनेछौँ, होइन भने उहाँका विगतलाई हेर्नुहोस्। त्यही भएर हर्क साम्पङजी कस्तो कुरा बोल्ने र कस्तो कुरा गर्ने भन्ने कुरा एउटा देश लिड गर्न खोज्ने व्यक्तिले बुझेर बोल्नुपर्छ र बुझेर निर्णय गर्नुपर्छ। भित्र र बाहिर तपाईँको दोहोरो चरित्र देखाएको एकदमै जनताले बुझिसकेका छन्। प्लिज स्टप। अच्छा।